ल हजुर आमा नमस्कार। नमस्कार। हजुरको नाम चाहिँ के हो नि? राधा शर्मा। राधा शर्मा। हजुरको घर चाहिँ कहाँ हो? राप्ती सोनारी 2 टिकुलीपुरमा पर्छ। टिकुलीपुरमा। यो भैँसी हेर्नु न, मलाई त यो असाध्यै राम्रो लाग्यो। भैँसी चाहिँ अति धेरै यति यस्तो जाडो पुसमाको जाडोमा पनि के अरे यो दुनो रहेछ। अनि भैँसी पनि कस्तो हेर्न लायकको होइन। कतिमा किन्नु भएको यो? यो 1,15,000 मा ल्याऊ। 1,15,000 मा। कहाँदेखि ल्याउनु भयो? ढकेरीदेखि। ढकेरीबाट हो? भदौमा बिहा अरे। हजुर। हामीले कार्तिक 22 गते ल्यायौँ अनि मङ्सिर गते फेरि भर्ना भइहाल्यो। मङ्सिर गते भर्ना भयो। कति लिटर दुध दिन्छ यसले? यसले 5 लिटर 5.5 सम्म दिएको थियो। हिजो आज खै जाडोले हो कि किन अलिक कम भएको छ। एक टाइममा 5.5 लिटरसम्म। भनेपछि साँझ बिहान हजुरको 10 लिटर दुध चाहिँ छ। 11 लिटर दुध चाहिँ छ। भनेपछि महिनामा कति आम्दानी गर्दो रहेछ आमा? यसो जोड्नु भएको छ? यसको जोड्दाखेरि अघिल्लो महिना 20,000 भन्दा आफूले खाएर फाटोफुटो यता उ गरेर पनि 20,000 बचत हुन्थ्यो। 20,000 बचत गर्छ। बचत गर्छ। अनि गुनिलो कतिको छ नि यो? गुनिलो त जतिखेर बस्न गए पनि दिन्छ, भोगै भए पनि दिन्छ। राम्रै छ, मार्दैन। योभन्दा अगाडि मार्थ्यो। हजुर। यो चाहिँ ठिकै छ। ए अनि यति राम्रो भैँसीको यो स्याहार कसरी गर्नुहुन्छ? यो दाना पानी कतिपय किसानहरूले भैँसी पाल्छौँ भन्छौँ, गोद्राङ पुरा हड्डी मात्रै हुन्छन्, तर यस्तो सेवा गरेर यो एउटा पाल्नु भएको छ। यो दिदीबहिनीहरूलाई पनि हजुरले कसरी पाल्नु भएको छ यो कुरा चाहिँ भनिदिनु पर्यो। यो हाम्रो यो के हो, यो दाना माथिको दाना खुवाइरहेछौँ। अनि यहाँको दाना, त्यो दाना र यहाँको मिलबाट ल्याएको ढुठो, अनि त्यसलाई पकाएर अनि उसलाई माथिबाट ल्याउँछौँ हामीले दाना। त्यो दाना नाम याद भएन। यो पोषण दाना? पोषण दाना। अनि मिलाएर भिजाएर अनि यसरी बिहान दुइसकेपछि खुवाउँछौँ। अनि अघि 2 बजेतिर खुवाइहाल्छौँ। 2 बजे खुवाइसक्नु भयो। कति टाइम खुवाउनुहुन्छ दानाहरू चाहिँ? 2 टाइम, साँझ बिहान। कति खुवाउनु पर्छ नि हजुरले? यस्तो राम्रो चिल्लो छ, मोटो घाटो छ हेर्दाखेरि नि होइन। कति किलो खुवाउनु छ एक दिनमा? लगभग माथिको दाना 2 किलो जति खान्छ एक टाइममा। हजुर। तलको 3 जति हुन्छ कि 5 किलो भरेको भन्नाले यो अनुमानका भरले। ए त्यही त कस्तो राम्रो लाग्यो भिडियो चाहिँ। भैँसी पनि कति राम्रो छ, राम्रोसँग पाल्नु भएको रहेछ। अनि अरू दिदीबहिनीहरूलाई त्यत्तिकै बसिराख्नु भएको हुन्छ। तपाईँको त दुध डेरी अष्टम साना किसानले दुध जति पनि किनिदिन्छ, भैँसीको दुध त झन् जति नै लान्छ। के भन्नुहुन्छ उहाँ दिदीबहिनीहरूलाई, त्यसै बसिराख्नु भएको दिदीबहिनीहरूलाई? त्यत्तिकै बस्नुभन्दा बरु भैँसी पालौँ, राम्रो जातको के, उन्नत जातको। मैले पनि पहिला भैँसी पालेँ, तर त्यति राम्रो भैँसी थिएन। राम्रो जातको भैँसी पालौँ। अब हाम्रो दुधको टेन्सन छैन। जति भए पनि, जतिखेर भए पनि बिक्री खपत हुन्छ दुध जति पनि। हजुर। त्यसैले गर्दा त्यतिकै फाल्टु बस्नुभन्दा अलिकति घाँस लगायो। हाम्रो त भुस पराल सस्तै हुन्छ। अनि भैँसीबाट आम्दानी छ सकेपछि त राम्रो जातको भैँसी ल्याउनु। र उन्नत जातको भैँसी हुनु पर्यो, गुनिलो जात हुनु पर्यो होइन, राम्रो जात हुनु पर्यो। अनि बुढापाका हुँदा त भैँसी पालिने भयो, भैँसीको दुध खान पाइने भयो। त्यसपछि त अब किनेर खाने होला। कसले पालिदिन्छ र? अनि किनेर पनि कसले उत्पादन? हजुर जस्तै आमाहरूले उत्पादन गरिदिनु भएको भएर पो दुध अहिले खान पाइएको छ, मिठो दुध होइन, भैँसीको दुध पाइएको छ। अनि पछिको उत्पादनै नगरिदिने मान्छे भएपछि कसले उत्पादन गर्छ त? अनि यसका लागि के भन्नुहुन्छ? हजुर त एउटा लामो समयबाट किसानी गरिराख्नु भएको छ, यो भैँसीको पेसा गरिराख्नु भएको छ। तर भैँसी किनभने भैँसी पाल्नुपर्छ। हामी कृषक भएर खेतीपाती गर्छौँ, मल त चाहिन्छ हामीलाई। मल चाहिन्छ। अनि त्यही भएर कृषक एउटा भैँसी धेरै नसकेसम्म हामीले 2-3टा भैँसी पाल्दा पनि हुन्छ। तर सकिँदैन भने नि एउटा भैँसी त जसरी पनि पालिन्छ। हुनै पर्यो। किसानी घरमा मलका लागि पनि चाहियो, दुध पनि खान पर्यो। एउटा भैँसी चाहिँ पाल्न पर्यो। अन्तमा हजुरले सबैलाई के भनिदिनुहुन्छ त नि यो भिडियो हेरिरहनेहरूलाई? भैँसी हामीले अब दुध बनाएछौँ, मसिन छ, घाँस लगाएछौँ। घाँस पराल काटेर मथेर अनि दाना चाहिँ माथि अर्को दाना ल्याएर खुवाउँछौँ। यता ढुटो पनि खुवाउँछौँ र घरमै बाँधेर पाल्छौँ। फुकाएको भैँसीले खासै दुध दिँदैन। बदुवा पाल्नु पर्यो, जङ्गल खेद्न भएन दोनो बेला। हजुर।
अनि त्यो जङ्गल खेदेको भैँसीले खासै दुध दिँदैन आउँदा जाँदै बिचारा उसको तरा सकिसक्छ छ त त्यही भएर घरमै पाल्दा राम्रो घरमा पाल्दा राम्रो है त्यो व्यवसाय हिसाबले गर्न पर्यो गर्नु पर्यो अनि धेरै जसोले आमा विश्वास गर्नु हुँदैन किसानीले त आफ्ना छोराछोरीलाई खुवाउनुभन्दा पहिला पशुलाई खुवाउँछ नि त दाना पानी होइन र त्यत्तिकै त कहाँ पो किसान हुन्छ र यो भैँसीलाई जसरी माया गर्न सक्यो भने पो आज 20,000 प्रत्येक महिनामा दिन्छ दिन्छ त यसलाई अब टाइममा घाँस हुनु पर्यो त्यसपछि त्यही अनुसारको दाना हुनु पर्यो त्यही अनुसारको अब क्याल्सियम हुनु पर्यो त्यही अनुसारको जुगाको औषधि हुनु पर्यो अनि मात्रै हुन्छ हामीले क्याल्सियम जुगाको औषधि खुवाइसकेको औषधि सबै खुवाइसक्नु भएको छ तर उहाँ खुवाएको थिएन अरे हजुर खान नभन्थे अरे यहाँ ल्याइसकेपछि खेमटारलाई बोलाएर सुई लगाएर हजुर ठिकै छ खाए खुवाएको ए स्याहार त्यसै गर्नु पर्यो त्यसै सम्पत्ति कहाँ पो बन्छ र गाह्रो हुन्छ नि गाह्रो छ हस् तर एउटा भैँसी त मजाले पालिन्छ सर किनभने हामीसँग भुसपरा सस्तै हुन्छ पहिला गाह्रो थियो क्या जङ्गलमा जाने अहिले त अब सामुदायिक वनहरू छ घाँसहरू प्रशस्तै पाउँछ हजुर तर एउटा मसिन चाहिँ हुनुपर्छ मसिन घरमा चाहिँ हुनु पर्यो मसिन हुनु पर्यो भगाएको व्यवस्था हुनु पर्यो डुरो हुनु पर्यो हजुर पाल्दा सजिलो हुन्छ मैले पहिल्यैदेखि पालेको कति वर्ष भयो हजुर यो किसानी भैँसी पाल्न थाल्यो कति वर्ष भयो भैँसी पाल्न थालेको त भयो सर लगभग 25-30 वर्ष भइसक्यो 25-30 वर्षदेखि भैँसीको भैँसी सुरुदेखि भैँसी नै हो छुट्याएको छैन अहिलेसम्म नै एउटा गाई पालेको थियौँ गाई सर्ने क्या उहाँलाई मात्रै दिने त्यही भएर गाई बेच्यौँ त्यहाँदेखि मैले गाई पालेको छैन भैँसी पाल्यौँ तर यतिको राम्रो भैँसी फेला परेको थिएन यस्तो गुनिलो कस्तो राम्रो छ सबै कसैको त आँखा लाग्ने भन्छन् तर आँखा नलागोस् है तर असाध्यै राम्रो छ भैँसी चाहिँ 10-11 लिटर भने त सानो होइन नि त पहिलेको भैँसी ल्याएको थियौँ हामीले 1 लाखमा यता के भन्ने ठाउँबाट फर्मबाट हजुर त्यो भैँसी पनि देख्नलाई राम्रो थियो मोटो थियो तर मान्छे मार्ने ए मार्यो अनि त्यो देशीले त्यही 1 लाखमा लग्यो ए लग्यो अनि यसलाई ल्याएको ठिकै छ सर यो अब हिजो आजभरि किन खै जाडो ल्यायो कि दुध हुने कम्ती आयो यो चिसो बढी भयो चिसो बढी भयो गोठ पनि चिसो छ आजभोलि त्यही भएर पनि हो सबै कुरा हस् हस् धन्यवाद हस्